जीवनमा एकचोटि त बढी मालिका जानै पर्छ, तर जाने चाहिँ कसरी भनेर सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि। तपाईँ नेपालको कुनै पनि कुनाबाट पहिला त धनगढी पुग्नु पर्यो। त्यहाँबाट सिधै मातडीको बस लिन सकिन्छ, जहाँबाट बढी मालिकाको ट्रेक सुरु हुन्छ। हामीले चाहिँ काठमाडौँदेखि सिधै मातडीको बस चढेर झन्डै 36 घण्टाको यात्रा पार गरी मातडी पुग्यौँ। त्यहाँ एक रात बास बसेर ट्रेक सुरु भयो। ट्रेकको पहिलो दिन मातडीबाट 15 मिनट हिँडेरै सुरुमा सानो मालिकाको दर्शन गरी आशीर्वाद लिई अर्को आधा घण्टा हिँडेर तातो दुधको साथ रोटी र तरकारी खाई यात्रा जारी राख्यौं। पहिलो दिन 80% जस्तो बाटो उकालो नै हुनेवाला छ। प्राय जंगलको बाटो र कतै गाडीको बाटो हिँडेर फूल चढाउन पाटन पुग्छौं। त्यहाँको धर्मशालामा चाउचाउ खाजा खाएर प्राय गाडीको बाटो तेर्सो थोरै उकालो गर्दै लादे पाटन अनि आजको वासस्थान हाम्रो सोता पाटन पुग्छौं। यहाँसम्म पुग्दै तपाईलाई अलरेडी स्वर्गको एक कुनामा पाइला टेके जस्तो आह्वान हुन थाल्दछ। दोस्रो दिन बिहानै उठी सनराइज, माउन्टेन भ्यू र सोता पाटनमा फुलिरहेका रङ्गीचङ्गी फूलहरूको मजा लिई करिब 1 घण्टाको उकालो हिँडेपछि घोडा पाटन पुग्छौं। त्यहाँको गोठमा दुध रोटा खाएर यात्रा अगाडि बढ्छ। मन्दिरपछि अलि अप्ठ्यारो ओह्रालो झरेर यो सुन्दर खोला तरेर फेरि उकालो सुरु हुन्छ। तर उकालो सक्ने बित्तिकै अति नै सुन्दर फूलको बगैँचाले तपाईको स्वागत गर्नेछ। भित्ती चिन्ना पाटन कटेपछि नौलख्या दौडन्या पाटन अर्थात् दौडिने पाटन, जहाँ पहिलोपल्ट बढी मालिका पाइला टेक्ने दौडिनु पर्ने रे। हामी पनि यसो दौडियौं। त्यसपछि बुढीमाई मन्दिर पाटन, जुन चाहिँ यति ठुलो पाटन छ कि आँखाले नभ्याउनेसम्म फैलिएको। पाटनको भित्ताभरि चरिरहेका भेडाहरू, कलकल बगिरहेको यो सङ्लो खोला अनि रङ्गीचङ्गी फुलिरहेको फूलको मज्जा लिँदै हामी यो दैत्य खर्क पुग्छौं र त्यसको 10 मिनेटमै त्रिवेणी पाटन, हाम्रो आजको वासस्थान। तर आजको यात्रा सकिएको छैन है। त्रिवेणी पुग्दा छुटाउनै नहुने अर्को पाटन, धानखेत पाटन या खेतीबेती पाटन पनि भनिदो रहेछ। त्रिवेणीबाट करिब आधा घण्टा हिँडेर यस्तो रहस्यमय तर अति सुन्दर ठाउँ, जहाँ कसैले भर्खरै रोपाई गरेर छाडे झैं लाग्ने ससाना खेतहरूको पाटाहरू, निकै अद्भुत ठाउँ पुग्न सकिन्छ। ट्रेकको तेस्रो दिन त्रिवेणीमा सक्ने नुहाएर नसक्ने मुख मात्र धोएर भए पनि चोखिएर बढी मालिकाको दर्शन गर्न तयार हुन्छौं। त्यहाँबाट फेरि पनि उकालो लाग्दै पाटनहरूको दृश्यावलोकन गर्दै फूलहरूसँग रमाउँदै यो वर माग्ने थानमा ढुङ्गाको घर बनाई वर मागी लौरी विनायक पुग्छौं। त्यसपछि अन्तिम पडाउ वासुधारा। फाइनली समुद्र सतहबाट 4200 मिटरमा अवस्थित बढी मालिका माईको दर्शन गर्छौं। मन्दिरदेखि सिधै ओह्रालो झरेर यतापट्टि रहेको फूल चढाउन पाटनको धर्मशालामा बास बस्छौं र ट्रेकको चौथो दिन मनामा खाना खाई फेरि 2 घण्टा जस्तो पदयात्रा गरी गाडी चढेर मार्तडी फर्किन्छौं। र मार्तडी फर्किँदा बाटोमा पर्ने वीर्यखोला झरनामा एकछिन खेलेर यात्राको थकान मेट्छौं। भोलिपल्ट बस चढेर फेरि उही 36 घण्टा पार गरी यात्राको 8औं दिन घर प्रवेश गर्छौं।